यात्रामा चाहिँ निस्किने कोसिस गर्दैछौँ है। हाम्रो कान्छा बल दिएछ यार कान्छा है बुढो भएछ नि त तालु मिल्यो भइरहन्छ यो समय चक्र हो चलिरहन्छ होइन हाम्रो यात्रा चाहिँ आज यो निसानको पेट्रोलको साथमा हुँदैछ है। ल सर बाई बाई है, हामी भोलि भेट्छौँ। हस् थ्याङ्क यू सर। ल अब साथीहरूले चाहिँ मलाई होइन ब्लग बनाउने मान्छे अगाडि बस्नु भनिदिनु भयो हुनाले म ट्याक्क अगाडि बसेको हजुर हेलो सुमन सबिन कहाँ गयो घन्टी हामी गुरुङ गाउँ सुकुटे भिलेज आइपुगेका छौँ। हामी चाहिँ ढलान घर आइपुगेका छौँ है। कान्छा दाई सबको दाई हो। हामी चाहिँ अब लगभग 6 आइपुग्नु लाग्यो होइन। 500 मिटर यात्रापछि हामी 6 बजार छरे बजारको रोड हेर्नु होला राम्रो छ है। ढिकुरी बजार आइपुग्यो है। हजुरको आशीर्वादले
छिर्न दिँदैन नि यार सर टिकट त खुल्लै थियो हालौँ त यार हालौँ चाहिँ ढुक्कासँग हालौँ यसको लागि चाहिँ यो भने त पिछे हो सबै धुई लाग्यो बुढा पामेर आँगन धोइछ अलिक वाइड एङ्गल आउँदैन दाइ तपाईँको एउटा होइन र अहिलेसम्म मेरै गाउँपालिका भन्दै हुन्छ केही छैन कहिले केही बेलामा हेलो ब्युटिफुल पिपुल जिन्दगी भनेको यस्तै हो होइन हामी चाहिँ यात्रामा थियौँ यात्रामा जाँदा गाडीमा केही समस्या आएर हामी चाहिँ अहिले गाडी बनाउँदैछौँ गाडी लगभग तयारी हुने अवस्थामा छ नमस्ते सबैजनालाई यात्रामा उज्यालोपछि अँध्यारो त्यस्तै अब हल्का अँध्यारो भइरहेको छ हामी हेडलाइटको सहारामा बट्टार बजारबाट हामी चाहिँ आजको टुरलाई लगभग समाप्त गर्दै काठमाडौँ आइपुगेका छौँ काठमाडौँ